अन्त झुलो छड्के हुन्थ्यो पहिला हजुर त्यो थाहा पाउनुहुन्छ हजुरले हो हो झुलो छड्के जुलो छड्के त्यो उसको के अरे त्यो बगरको ढुङ्गामा पनि निकाल्छ नि हजुर ढुङ्गाबाट आगो बाल्ने ढुङ्गाबाट आगो बाल्ने हो त्यसलाई चाहिँ जुलो जमानामा त्यही ढुङ्गाबाट आगो बाल्ने ढुङ्गाबाट आगो बाल्ने अनि त्यहाँबाट बालेर चाहिँ यो ककर खाने होइन हजुर डेल्फिन ढुङ्गा हुन्छ एउटा हजुर त्यसमा झुलो हाल्यो यो खाँदाखेरि खोकी लाग्दैन दाइ 2050 सालदेखि खान लाग्यो मैले त 2050 सालदेखि हजुर 22 वर्षदेखि काटेछ र काटेको पोहोरको एउटा होला काट्दिउँ खनिदिउँ यो पनि अप्ठ्यारो बनाउँछ कि यसले पनि हामी चाहिँ आज तरुल खन्न आएका थियौँ यहाँ दाइ र म चाहिँ अनि तरुल खन्न आउने क्रममा चाहिँ यहाँ दाइले चाहिँ एकचोटि बिसाएर यो के भन्छ दाइ यसलाई के लाग्यो यो खाइराख्नु भएको छ नि यो कक्कर चिलुम हजुर कक्कर खाइराख्नु भएको छ अनि सुल्पा भन्ने होइन र यो सुल्पा हो सुल्पा है हजुर यसको नाम चाहिँ सुल्पा है माटो पुरानो बुढापाकाहरूले चाहिँ यसमा खानुहुन्छ होइन यही हो हामीले पहिले देखेको अन्त झुलो छड्के हुन्थ्यो पहिला हजुर त्यो थाहा पाउनुहुन्छ हजुरले हो झुलो छड्के जुलो छड्के त्यो उसको के अरे त्यो बगरको ढुङ्गामा पनि निकाल्छ नि हजुर ढुङ्गाबाट आगो बाल्ने हो त्यसलाई चाहिँ जुलो जमानामा त्यही ढुङ्गाबाट आगो बाल्ने अनि त्यहाँबाट बालेर चाहिँ यो ककर खाने होइन हजुर डेल्फिन ढुङ्गा हुन्छ एउटा हजुर त्यसमा झुलो हाल्यो यो खाँदाखेरि खोकी लाग्दैन दाइ 2050 सालदेखि खान लाग्यो मैले त 2050 सालदेखि हजुर 22 वर्षदेखि त्यतिखेर 22 वर्ष थियो आमा हजुर 22 वर्षदेखि यो खाइराख्नु भएको खाइरहेको छु असर गरेको छैन अहिलेसम्म छैन अहिलेसम्म अहिले कहीँ खोकी पनि लाग्दैन है अहिलेसम्म त छैन हजुर त्यस्तो अब के हुने हो लास्टमा है छोड्न सकिन्न नसा हो कक्कर खाइराख्नु भएको छ दाइले अब सुरु गरौँ खन्ने हजुर हाम्रो अब यो यहाँ चाहिँ खाल्टो छ तरुल चाहिँ यति निकालेको छौँ अहिलेसम्म तरुल चाहिँ यति छ हेर्नुहोस् यो तरुल हेर्नुहोस् तरुल मिठै होला जस्तो सायद है हजुर तरुल कि एकदम मिठो होला जस्तो मिठो हुन्छ कालो छैन
निस्क्यो दाइ तरुल निस्क्यो भाँच्छु यार भाँच्यो देखाउनुहोस् यता कालो रहेछ कालो छ कालै कालो मिठो हुन्छ कि सेतो कालै मिठो हुन्छ भन्छ खानेवालाले ए दाइले भन्नु कालै मिठो हुन्छ अरे तरुल हो कि मान्छे हो रातो रातो छ निकाल्नु त भित्र सिरियल निकाल्नु है त यो भित्ता फाल्नु पऱ्यो भाउनु फाल्ने के तरुल हो त्यस्तो चेप्टा पऱ्यो होइन दाइ रातो के खानु रातो देखिएन यार रातो देखिहाल्यो रातो तरुल ए हाम्रो तरुल यही होला दुःख गर्न केही निक्लिएन दुःख मात्रै भयो तरुल दाइले चाहिँ यहाँ उसमा हाल्दै हुनुहुन्छ थैलामा हाल्ने दुईवटा पिस मात्रै हाल्ने देखिन आज चाहिँ एक गता हुने भयो नहाल लास्ट यही रातो यत्रो खाल्टो खनेर पनि तरुल अझ निस्किएको छैन अब निस्किनेवाला छ दाइले चाहिँ यहाँ उति लाउनु भएको छ के अरे दाइ हो टाटा ताता ताता देखाउनु त ओहो यस्तो पो हुँदो रहेछ ताता ऊ पारी छ ताता हेर्नु यसको भित्र खान मिल्छ है गजब छ त यो त हैट ए किन फुस्रो फुस्रो यो त रातो हुन्छ त यी आजभोलि यस्तै छ पाकेपछि हुन्छ हो ए आज चाहिँ हामी तरुल खन्न आएको थियौँ दाइ र म चाहिँ अनि यो ताता भुटेर खानु मजा हुन्छ है भुटेर खानु पैसा मजा हुन्छ आजभोलि अलिक टाइट हुन्छ क्या यसरी निकाल्छ खानुहोस् तपाईँले बाहिरको फाल्नुहोस् तपाईँले खानुहोस् मम्मी खान्छ बाहिरको फाल्नुहोस् दाना दाना त्यसमा पछि त आफै आइजान्छ यो आजभोलि टाइट हुन्छ हजुर
गजब हुँदो रहेछ नि ले खानुहोस् त खानु यहाँ चाहिँ होइन मैले खाइसकेँ यहाँ छ हेर्नु त एउटा खाइसकेँ यत्रो खानु त खोलेर खानु त भित्रको ए त्यो बोक्रा चाहिँ फाल्ने यो बोक्रा फाल्ने हजुर यो कोचिएछ नि यो कुचिया छ यो ठिक छ त्यो खानु यो कुचियो छ कस्तो मजा आउँदो रहेछ गजब हुन्छ त यो कुचिएको न त सिङ्गै आउँछ छ जाम भाँच्यो त भाँच्यो साह्रो छ क्या थिएँ ठुलै छ क्या हो छैन ठुलो माटो छ कहाँ ठुलो होला फट तलबाट निकाल्नुहोस् रातो छ नि रातो छ है आउँछ रातोसँगै नै या निकाल्नुहोस् त्यति निकाल्नुहोस् जति आउँछ त्यति निकाल्नु आयो है तरुल आयो तरुल आयो तरुल आयो तर मान्छे जस्तो छ मान्छे जस्तो तरुल होइन मान्छे हो कि